नमस्ते टु एभ्रिवान, इट्स मी मालसुनार। आई होप सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। आजको भिडियो चाहिँ खासमा म काम जानुभन्दा अगाडि के गर्छु र अन्तिमसम्म के गर्छु त्यो सबैले हेरिदिनु होला। आज चाहिँ मङ्गलबारको दिन काम एउटा मात्र छ। अनि आज चाहिँ थोरै फ्रेस भएको, राति काम नभएको कारणले गर्दा चाहिँ भिडियो बनाइदिउँ। साथीहरूले बना भिडियो भनिरहेको थिएन। अनि धेरै पछि अनि यो भिडियो चाहिँ स्पेसल्ली चाहिँ मैले चाहिँ मेरो साथी विशाल, टमाटर, मनिष, अनिश भाइ सबै साथीहरूको लागि बनाएको। एन्ड सबैजनाले हेर्छन् होला, सबैजनाले हेरिदिनु होला यो भिडियो अन्तिमसम्म। लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला। हस् त। अनि काममा जानुभन्दा अगाडि चाहिँ म खाना बनाउँछु। अनि खाना बनाएर चाहिँ उतै केमै लगाएर खानियो। भर्खरै अब खाना बनाएर रेडी भएर कामको लागि निस्केको। अब चाहिँ म काम जान लाग्यो। आज चाहिँ थोरै हल्का घाम लाग्दो रहेछ। अनि चिसो छ मौसम। साथी लगायो ढोका। अब काम खाने ठाउँमा छिर्न लाग्यो। अनि साथीहरू चाहिँ सबै आइसक्यो। काममा छिर्नु अगाडि चाहिँ टोपी लाउनु पर्छ। आज चाहिँ अरू दिनभन्दा चाहिँ अलि धेरै गर्मी छ। पसिना भए हेर्न सक्नुहुन्छ। अनि साथीहरू चाहिँ आइसक्यो, काम गर्दै होला साथीहरू। अब म पनि जान्छु। हामी 4 जना थियौँ काम गर्ने। एउटा साथी चाहिँ बिरामी भएर आएनन्। अनि साथी र महरू चाहिँ अब साथीको साइकल हराएको भएर चाहिँ एकछिन हिँड्दै जानु, त्यसपछि चाहिँ म रुम जान्छु। आजको काम चाहिँ एकदम रमाइलो नि भयो। अनि त्यस्तो पेलान पनि भएन। अब चाहिँ घर जान लाग्यो। साथीको चाहिँ साइकल छैन, त्यहाँ बाटोसम्म चाहिँ अब सँगै हिँडेर गएर अनि त्यसपछि चाहिँ म चाहिँ अनि साइकल चलाएर जान्छु। युवराज, तिम्रो साइकल चाहिँ के भएर हराएको भनिदेऊ न। यता आउने लाज नमान। अनि म काम गर्ने खाइसके चाहिँ यही हो, एमके लोजी। साइकल त खै कसरी हरायो। अनि जापानमा चाहिँ पार्किङ गरेर चाहिँ बिहान हेर्दा छैन, गायब। जापानमा चाहिँ के हुन्छ भन्दाखेरि अब साइकल चाहिँ अब यत्तिकै राख्यो भने चाहिँ अब कोही बेला मान्छेहरूलाई अब त्यो काहीँ
पुग्नुपर्ने हुन्छ अनि त्यो चाबी नलाएपछि चाहिँ धेरै हिँडिदिन्छन् अब कता लगेर छोडिदिन्छन् धन्न स्कुल छुट्टी भएर त्यति गाह्रो परे होइन भनौँ न ठिक छ अब साइकल किन्ने होइन खरी साइकल त खाइमा सान्ने नि त जितेन्स्याका खाउ छुरी जान्थे किन्ने हो आज चाहिँ काम हामीले ट्याक्कै 8 घन्टा गऱ्यौँ अनि 1 घन्टा चाहिँ क्युके भयो क्युकेमा खाजा अब सबैले कसैले रामेन कसैले भात लिएर आएको थियौँ अब त्यही नै खायौँ अनि Thank you for watching my video. If you are new in my YouTube channel, then subscribe my channel. I hope सबैजना सब्सक्राइब गर्नुहुनेछ अनि यति भन्दैमा आज चाहिँ म यही बिदा लिन चाहन्छु।